नमस्कार साथीहरू, तपाईहरुलाई आज मेरो नयाँ ब्लगमा स्वागत छ। आज म काठमाडौँबाट तराईतिर गइरहेको छु। अहिले म ठ्याक्कै कोटेश्वर आइपुगेको छु। कोटेश्वरमा भर्खरै गाडी चढेको छु र यो गाडी सिन्धुलीवाला बाटो चाहिँ नजाने कुरो भएको छ, किनभने यताको बाटो अलि बिग्रेको कारणले यो हेटौडा हुँदै दक्षिण कालीवाला बाटो छ नि, हाम्रो तल्लो बाटो हो, त्यही बाटो हुँदै हेटौडा हुँदै हामी बर्दिवास जान्छौँ। र अहिले म ठ्याक्कै कोटेश्वरमा छु, भर्खरै गाडी चढिसकेको छु, म गाडीमा छु। अहिले हाम्रो यात्रा यहाँबाट सुरु भइसकेको छ र हामी कोटेश्वरबाट बर्दिवाससम्म जाँदाखेरि यो बिचमा पर्ने दृश्यहरू हजुरहरूलाई म देखाउने छु। हस् त, हामी ग्वारकोको आकाशे पुलमा आइपुग्यौँ। यो चाहिँ ग्वारकोको आकाशे पुल हो, हेर्नुस्। हामी चाहिँ बल्खु आइपुग्यौँ। अब बल्खुबाट हामी लेफ्टतिर टर्न लिन्छौँ। हामी लेफ्टतिर टर्न लिइसक्यौँ। हामी अब यो चौक भनेको बल्खु चौक हो। अब यहाँ बल्खुबाट हामी गइरहेछौँ हेटौडातिर। यो यहाँ हामी चिया खानको लागि एकछिनको लागि रुक्यौँ। अब एकछिन यहाँ हामी चिया खान्छौँ। त्यसपछि फेरि हाम्रो यात्रा यहाँबाट चाहिँ सुरु हुन्छ। चिया खाएर अब एकछिन यसो फ्रेस भएर अनि हामी यहाँबाट फेरि हिँड्छौँ। एकछिनको ब्रेकपछि फेरि हाम्रो यात्रा सुरु हुन्छ। हामी फेरि गाडीमा बसिरहेका छौँ। यहाँबाट हाम्रो यात्रा फेरि सुरु हुन्छ। अब हामी यहाँबाट हिँडिसक्यौँ। अब हामी दक्षिण काली मन्दिर आइपुग्यौँ। दक्षिण काली मन्दिरवाला बाटो हामी गइरहेका छौँ। यो मन्दिर नजिक हामी आइपुग्यौँ। दक्षिण काली माताको हामी यहाँ गाडीबाट नै दर्शन गर्नेछौँ। अब गाडीबाट उत्रेर मन्दिर जाने कुरो भएन, त्यही भएर हामी गाडीबाट नै चाहिँ दक्षिण काली मातालाई चाहिँ ढोग्नेछौँ। अनि हामी दक्षिण काली आइपुग्यौँ। अब यो यहाँ देख्न सकिन्छ दक्षिण काली मन्दिर। क्लियरली त देखिँदैन, अब यही तलतिर हो। यहाँ अब पसलहरू, फुलहरू, मालाहरू अब पाइने ठाउँ यही हो, दक्षिण काली मन्दिर जानलाई। अब यहाँबाट हाम्रो हामी निस्किसक्यौँ। हाम्रो यात्रा चाहिँ जारी छ। हामी गइरहेछौँ गाडीमा। यहाँको दृश्यहरू हेर्नुहोस् त, कति राम्रो दृश्यहरू देखिन्छ। एकदम राम्रो दृश्यहरू छ, एकदम सुन्दर दृश्यहरू देखिन्छ। एकदम राम्रो छ दृश्यहरू। हामी यही दृश्यहरू हेर्दै रमाइलो गर्दै चाहिँ गइरहेछौँ। के छ साथीहरू, रमाइलो भइरहेछ नि?
हाम्रो यात्रा त रमाइलो खुब भइरहेछ। तपाईँहरूले के हेरेर रमाइलो गर्दै हुनुहुन्छ नि तपाईँहरू। मलाई आशा छ तपाईँहरू यसो भिडियो हेरेर रमाइलो गर्दै हुनुहुन्छ होला। यो राम्रो दृश्यहरू, यो सुन्दर दृश्यहरू हेरेर। हुन्छ, हामी गइरहेछौँ। ठिक छ।
यो हो कुल्लेखानी ड्याम। हामी कुल्लेखानी ड्याम आइपुग्यौँ। यो हेर्नुहोस्, कुल्लेखानी ड्याम यही हो। राम्रो देखिन्छ है। अब यहाँ एउटा सानो पुल छ। हामी पुल चाहिँ अहिले हामी ठ्याक्कै पुलमा छौँ। हामी पुल चाहिँ क्रस गर्दैछौँ। हामीले कुल्लेखानी ड्याम पनि देख्यौँ। अब हामी गइरहेछौँ। कुल्लेखानी ड्याम चाहिँ क्रस गरेर हामी गइरहेका छौँ। अब हाम्रो अलि माथि पुगेर हामी देउराली बजार चाहिँ पुग्छौँ। हामी देउराली बजार आइपुग्यौँ। देउराली बजार एकदम हाइटमा रहेको बजार हो। चिसो महिनामा त धेरै चिसो हुने ठाउँ हो यो। अब यहाँबाट हेटौडा नजिकै छ र यहाँबाट अब बाटो चाहिँ ओह्रालो बाटो मात्रै छ बाँकी है त।
हामी देउरालीबाट झरेर भीमफेदी आइपुग्यौँ। अब यता भीमफेदीबाट तलतिरको बाटो त्यस्तो ओह्रालो उकालो बाटो छैन, समतल बाटो छ। अब हामी हेटौडा नजिक आइपुग्यौँ। अहिले हामी भीमफेदीमा गइरहेछौँ। हामी हेटौडा बजार आइपुग्यौँ। यो हेटौडा, यो हेर्नुस्, हामी हेटौडाको मेन चोकमा आइपुग्यौँ। अब यो हेटौडा बजार कटिसकेपछि हामी खाना खानेछौँ। यो अहिले हामी हेटौडामा छौँ। हेटौडामा हामी गइरहेछौँ। हामी यहाँ खाना खानको लागि रुकेका छौँ। हामी यहाँ खाना खान्छौँ। अहिले हामी यो हेटौडा र अम्लेखगञ्जको बिचमा छौँ। यहाँ गाडी एकछिन चार्ज पनि गर्छ होला, यो चार्जिङवाला गाडी हो। र त्यसपछि हामी यो खाना खाएर अनि यहाँबाट हिँड्छौँ। हामीले खाना खायौँ। हामी पथलैया आइपुग्यौँ। यो चाहिँ पथलैया हो। अब यो पथलैयाबाट दक्षिणतिर गएको बाटो चाहिँ यो वीरगञ्ज पुर्याउँछ र यहाँबाट हामी पूर्वतिर लाग्छौँ। पूर्वतिर लागेर हामी बर्दिवासतिर जान्छौँ। हामी बागमती नदी आइपुग्यौँ। यो रौतहट र सर्लाही जिल्लालाई छुट्याउने बागमती नदी हो। हामी बागमती नदीको पुलमा छौँ अहिले। बागमती नदी यही हो। हेर्नु त कति राम्रो देखिन्छ बागमती नदी। हामी बागमती नदीमा छौँ अहिले। साँझ पडिसक्यो, बत्ती बलिसक्यो। हामी बर्दिवास आइपुग्यौँ। यो बर्दिवास बजार। हामी आफ्नो गन्तव्यमा आइपुग्यौँ। एकछिनमा म गाडीबाट चाहिँ झर्छु। आजको बास बर्दिवासमै हुन्छ। अन्ततः हामी आफ्नो ठाउँ आइपुग्यौँ। हेर्नुस् त बर्दिवासको रातिको दृश्य कति राम्रो देखिन्छ। तपाईहरूले अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद। मलाई आशा छ तपाईँहरूले यो भिडियो हेरेर धेरै इन्जोय गर्नुभएको होला।
र भिडियो मन परेमा भिडियोमा कमेन्ट लाइक गरिदिनु होला र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस्, धन्यवाद, बाई, गुड नाइट, टेक केयर।